नमस्कार, म कृष्ण खनाल, स्वास्थ्यकर्मी तथा पत्रकार। यहाँहरूलाई आश्चर्य लाग्न सक्छ, कलेजो र गिदीले पनि रक्सी खान्छ, मदिरा सेवन गर्छ। आश्चर्य लाग्न सक्छ। हो, तपाईले खाएको रक्सी, मदिरा कलेजो र गिदीले पनि खान्छ। कसरी खान्छ? आउनुहोस् यो भिडियोमा यो बारेमा कुराकानी गरौँ। जब हामीले मदिरा सेवन गर्छौँ, जब तपाईले मदिरा सेवन गर्नुहुन्छ, अर्थात् आम मानिस मदिरा सेवीले मदिरा सेवन गर्छ, त्यो जब मुखमा जान्छ, मुखबाट नै त्यो रगतले शोषण गर्न सुरु गर्छ। जसरी हाम्रो मुखमा रियाल आइरहेको छ, यसरी नै त्यस्तै छिद्रहरू हुन्छन् जिब्रोको तल्लो भागमा, मुखभित्र छिद्रहरू हुन्छन्। मुखमा पर्ना साथ यसले शोषण गर्न थाल्छ। मदिरा सेवीले खाएको मदिरा मुखमा पर्ना साथ नै शोषण गर्न थाल्छ र त्यो शोषण गरेर मुखभित्रैबाट रक्तनलीमा छिराउन थाल्छ, पठाउन थाल्छ। अलिकति तल जाने बित्तिकै घाँटी आमाशयमा पुग्ने बित्तिकै त झन् आमाशयको छेउछेउै हिँडेको रगत नलीले त्यसलाई तुरुन्तै तानिहाल्छ। प्रकृतिले शरीरमा जाने बित्तिकै तान्ने प्रकृतिले बनाएको छ, विभिन्न गतिले विभिन्न विधि अन्तर्गत बनाएको छ। आमाशयमा पुग्ने बित्तिकै त झन् तुरुन्तै त्यो मदिरालाई रगतले तानिहाल्छ, छिटो तान्छ झन् अझ, किनभने यो अझ ज्वलनशील चिज हो, छिटो तान्छ। नजिकै पेट्रोललाई आगोले छिटो ताने जसरी, पानीलाई कम ताने जसरी मदिरालाई त झन् छिटो तान्छ र मुखबाट नै रगतमा पठाउँछ, आमाशयमा पठाउँछ, आमाशयमा जाने बित्तिकै रगतमा पठाउँछ। रगतमा पठाएपछि त्यो रगत शरीरको प्रत्येक 4 मिनटमा प्रत्येक अङ्गमा पुग्ने प्रकृतिले बनाएको छ। प्रत्येक 4 मिनटमा रगतलाई किडनीमा पुर्याउने, किडनीले छान्ने र रगतमा भएको चिजहरू अगाडि बढ्ने। अब भन्नुहोस्, हामीले खाएको मदिरा सेवीले खाएको मदिरा, तपाईँले खाएको मदिरा मुखबाट नै त्यो रगतमा पुग्यो, आन्द्रामा पुग्ने बित्तिकै रगतमा पुग्यो। मदिरामा मिसाएको पानी अलिक धेरै हुन्छ, बिस्तारै सानो आन्द्राबाट ठुलो आन्द्रामा पुगेपछि त्यो मदिरामा मिसाएको पानी चाहिँ फेरि पनि ठुलो आन्द्राको झिल्लीहरूले, भिलाइहरूले तानिदिन्छ र त्यो रगतमा पठाउँछ र त्यो 4 मिनटमा किडनीमा पुग्छ, किडनीले छान्छ। अनि तपाईलाई पिसाब लागेको भान हुन्छ। रक्सी खाँदा खाँदै मान्छे उठ्छन्, पिसाब फेर्न जान्छन्, किनभने त्यो पिसाबमा रगतमा भएको मदिरामा भएको पानी छ र त्यो पानी प्रकृतिले फाल्न लगायो, किडनीबाट फाल्यो, पिसाब फेर्न उठ्यो। अब भन्नुहोस्, अघि मुखमा राख्ने बित्तिकैको मदिरालाई रगतले तान्यो होइन, तान्छ र त शरीरमा जान्छ। तपाईलाई खाएको रक्सी तपाईको शरीरले होइन, गिदीले मात्रै थाहा पाउने हो। जब त्यो रगत बिस्तारै घुमेर कलेजोमा पुग्छ, कलेजोले त्यसलाई रक्सीलाई रासायनिक प्रतिक्रिया गर्छ, विभिन्न तत्त्वमा परिणत गरिदिन्छ, खराब तत्त्वमा। त्यहाँ भएको तत्त्वमध्ये खराब तत्त्वलाई अझ उसले खराब तत्त्व बनाएपछि त्यो रगतमै मिसाइदिन्छ। त्यो रगत बिस्तारै गिदीमा पुग्छ। गिदीमा रगत पुग्छ, सुन्नु भएको छ नि, ब्रेन हेमरेज भयो, रगतमा नसा फुट्यो, मान्छेलाई प्रेसरले हान्यो, ब्रेन हेमरेज भयो। ब्रेनमा रगत पुगेर ब्रेनमा पुग्ने रगत लाने नसा छ र ब्रेन हेमरेज भएको हो। मदिरा सेवन गर्नेले खाएको मदिरा रगतबाट ब्रेनमा पुग्यो। जब रगत जहाँ जहाँ पुग्छ त्यो मदिरा त्यहीँ पुग्छ। विशेष गरी त्यो कलेजोमा पहिला पुग्छ, किनभने कलेजो नै त्यस्तो अङ्ग हो जसले हरेक तत्त्वलाई रासायनिक प्रतिक्रिया गरेर अर्को चिजमा बनाइदिन्छ। त्यो मदिरालाई पनि मदिरामा भएको अर्को तत्त्व, लाग्ने तत्त्व, शरीरलाई नसा दिने तत्त्व परिणत गरिदिन्छ र त्यो परिणत तत्त्व उसले फेरि रगतमा पठाउँछ र रगत बिस्तारै घुम्दै शरीरभरि घुम्दै जसले जहाँ उसलाई लिन सक्छ लिँदै गिदीमा पुर्याउँछ र गिदीले थप त्यो मदिराको तत्त्वलाई खाइदिन्छ, मदिरालाई खाइदिन्छ र तपाईलाई चाहिँ लट्ठ बनाउन लाग्छ। शरीरलाई को गिदीले सोच्नुपर्ने चेतना, जहाँ चेतना भन्ने चिज छ त्यसलाई नै ढाकिदिन्छ। अब मान्छे बिस्तारै अचेत हुने, बेढङ्गा हुने,
मन लाग्दी बोल्ने, बढी कुरा बोल्ने, हिजोका कुरा बोल्ने, आजका कुरा बिर्सिने हुन थाल्छ। हो, मुखबाट नै खाएको रक्सी रगतमा मिसिन्छ, आमासँग पुगेपछि अझै धेरै मिसिन्छ र रगतबाट घुम्दै घुम्दै कलेजोमा पुग्छ। कलेजोलाई जब रक्सीले पुग्छ, कलेजोलाई पनि उसले नोक्सान गर्न थाल्छ। सुरुमा त कलेजोले नै रासायनिक प्रतिक्रिया रगतमा पठाइन्छ, तर रासायनिक प्रतिक्रिया गर्न नसक्ने अवस्था जब पुग्छ, कलेजो आफै बिरामी हुन्छ। त्यस्तै गरी रगतमा पुगेको मदिरा गिदीमा पुग्छ, गिदीले त रक्सीलाई त खायो, तर गिदीलाई बिस्तारै रक्सीले खान थालेपछि मान्छेको शरीरमा विभिन्न किसिमको खराब तत्त्वहरू सुरु हुन्छ। हात काम्न थाल्ने, जिब्रो काम्न थाल्ने, ओठ काम्न थाल्ने, खुट्टा लगलाउने, त्यो सबै मदिरालाई गिदीले खाएको र गिदीले आफ्नो गर्नुपर्ने कामलाई आदेश दिन नसकेपछि भएको दुष्परिणाम हो। त्यसैले यहाँलाई आश्चर्य लाग्न सक्छ, व्यक्तिले खाएको मदिरा कलेजोले खान्छ, गिदीमा खान्छ र व्यक्तिलाई कलेजोजन्य रोग र विभिन्न किसिमको रोगहरू लाग्न थाल्छ। अर्को एपिसोडमा कसरी खान्छ, कसरी व्यक्तिले खाएको रक्सीलाई कलेजोले रासायनिक प्रतिक्रिया गर्दा आफू कसरी बिरामी हुन्छ र कलेजो नै कसरी बिरामी भएर मान्छेलाई मृत्युसम्म अवस्थामा पुर्याउँछ भन्ने बारेमा श्री खबरको पेजबाट फेरि हामी अर्को एपिसोडमा छलफल गर्नेछौँ। अहिलेलाई नमस्कार।